अब भने चाहिँ दिउँसोको लगभग 12 बज्न लागेको छ। अहिले हामी जुम्लाको एयरपोर्टकै नजिकमा छौँ। अब हामी मुगुमा जानको लागि अनि जुम्लाको बेस्ट जिप उहाँले भन्नुहुन्छ अनि त्यो जिप हामीले टिकट काटेर लक भएको थियो। हाम्रो हिजो भाइले यसकै टिकट काटेछ अनि यो गाडी चाहिँ जुम्लाको बेस्ट अहिले जुम्ला टु मुगुमा जाने जिप हो भन्नुहुन्छ अनि अब यात्रा राम्रै होला भनेर विश्वास गरेको छु। अनि अहिले यसपालि हाम्रो आने बाटो चाहिँ अलि फरक बाटो आउनु पायौँ। यो बाटो कहिले पनि आएको छैन। पहिले चाहिँ अलिकति हिँडेको छु पातमौराबाट, तर धेरै राम्रो एक्सपिरियन्स पाएको छु। अब तपाईँहरूलाई पनि यो बाटो नयाँ हुनसक्छ, तर पिस चाहिँ अझै गर्नु बाँकी छ। अब यसको वरिपरिको नजारा चाहिँ तपाईँले त्यसको बारेमा केही भन्नु पर्दैन। तपाईँ दृश्य हेर्दै नै तपाईँहरूलाई मनमोहक बनाइसक्यो होला। अब हामीले लेकमा पाटनमा अब भेडा बाख्राहरू अनि भैँसीहरू गाई गोरुहरू सँगसँगै घोडाहरूको पनि मनमोहक दृश्य एकदम हेर्नु पायौँ। अनि तपाईँहरूलाई पनि सेयर लामो गर्ने मन त थियो, तर आजकल भिडियो धेरै लामो चाहिँ बनाउनु पनि गाह्रो। जडीबुटीको चिया मसला टी स्पेसली यही जङ्गलमा पाएको। अब भने चाहिँ मनमोहक दृश्यसँगै बसेर चियाको सिप लिँदै लिँदै समय गएको पनि पत्तै लागेन। अब भने चाहिँ बाटोतिरै लाग्नुपर्ने छ, किनकि मुगु पुग्नुपर्ने छ। आजको गन्तव्य मुगु गमगढी बजारमा हो। अब बाटोमा यस्तो राम्रो पानी भने चाहिँ अति कञ्चन। यो पानी चाहिँ शुद्ध गर्नै पर्दैन। तपाईँ डाइरेक्ट बोतलमा हालेर खानुभयो पनि केही फरक नपर्ने, असर नपर्ने हो। अब बाटोमा हिँड्दै हिँड्दै धेरै राम्रो राम्रो चिजहरू देख्नु पायौँ। त्यही तपाईँहरूलाई सेयर गर्नु मन लागेछ। अब यो भिडियो कस्तो लाग्यो म डे 1, डे 2, डे 3 तपाईँहरूलाई देखाउँदै गएको छु। अझै भविष्यमा पनि कोसिस गर्छु। अब नेट त्यति राम्रो नहुनु पनि सक्छ, तर पनि तपाईँहरूले मेरो यो प्रत्येक दिन पठाइरहेको भिडियोहरूले कतिको इन्जोय दिनुभएको छ।